सो हेलो गाइज वेलकम ब्याक टु माई एनदर ब्लग है। आज म गइरहेको छु मोती बस्ती यस्तै घुमघाम गर्न। अनि फेरि आज चाहिँ ह्यान्डसम देखेको छु क्रिम पाउडर लगाएर। अनि यो चाहिँ बहुत क्युटी देखेको छ। खान त्यस्तै छ गाइज है। दे देखो तो गाइस इसी में मस्ती कर रहे हैं ये लोग। कोई 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 ल बाहुबली है यिनीहरूको पछि चाहिँ ध्यान दिनुहुन्न। ओइ घाम भएको छ यार हिँड्न। वो गुदा हुनु पर्यो त। हल्लाउन सकिँदैन अरे त्यसको लागि त बाहुबली आउनुपर्छ। बाहुबली पनि के गर्नु कसले भन्नु ल तलाई बेल 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 खाना बद्दीको तने चेक गर्छु फुटाल्छु नि त फुटाल्छु ल्याउ त सही गाइस ल्याउ त सही। इसका नाम क्या है कमेंट करो। इसका नाम है बेल। जो खाए बेल उसके है यसको नाम चाहिँ बेल हो साथीहरु। अनि यो चाहिँ खसेको थियो रुखमा। अरे अनि यसको भित्रको चाहिँ त्यति राम्रो हुन। अहिले म फुटाएर देखाउँछु। हामी खाइरहेका छौँ तपाईहरु पनि आउनु भयो भयो ल बोल। गाइस यो चाहिँ बेल हो है। यो चाहिँ यसरी फुटाउनु पर्छ। यसरी हो यसको भित्र चाहिँ त्यति राम्रो हुन है। यो चाहिँ यसरी खानु पर्छ। यो चाहिँ अलि टाढा जान भाइ। यो चाहिँ अलि धेरै नै पाकेको छ। हाम्रो क्यामेराम्यान मेरो लाडो। अनि हेर गाइस यसको भित्रको चाहिँ यस्तो हुन्छ। यस्तो हुन्छ भनेपछि यो यिनीहरू केटाहरूलाई दिन्छु म। हेर खन्चुवाहरू। अनि गाइस यो चाहिँ यस्तो हुन्छ क्या। मलाई त्यो त्यति मन पर्दैन किनकि यसको दाना चाहिँ बहुत सिगान जस्तो हुन्छ क्या। तार कसको लगिस तार कसैको नकसैको ए भाइ टाउको त मसिनो छ। तार पनि कहाँ लग्यो त? तैसिन छ तेल लगाएर त्यहाँ चार्जिङ लगाएन त्यो तेरोको होइन यसको थियो है। यस्तो मलाई मन पर्दैन। यो चाहिँ म किन फालिरहेको छु भनेपछि यसको भित्रको त्यो सिगान जस्तो हुन्छ कि मलाई जो मनै पर्दैन। अनि जो बाहिरको यसको मासु टाइपको हुन्छ नि के भन्छन् यसलाई बेलमा पनि मासु हुने रहेछ झाट। अनि यो चाहिँ बहुत टेस्टी हुन्छ गाइस। त्यो खाने भए मेरो गाउँमा आउनु। सो गाइज है ऊ चाहिँ डल्लपमा बसेको रहेछ तर मलाई नि बस्न मन लाग्यो है। बोका अब तपाईँहरूले नेपालमा के हुन्छ भन्ने हुन्छ। नेपालमा चाहिँ यो गोरु गाडी हो भनेपछि सिस्टम। हमारे पास एक टिकटक हुन्छ नि हमारे पास डिलक्स तो नहीं और ये क्या बोल यो के हो भनेपछि डल्लप हो। अनि किसानीहरू के गर्छन् भनेपछि यतातिरको मल फाल्ने काम गर्छन् यसमा बढी जस्तो भाग। अनि हाम्रो यो पराल भयो है धान बोक्ने गहुँ बोक्ने चाहिँ बढी जस्तो जो खेतीपाती लगाउँछ नि बढी जस्तो यही युज गर्छन्। किनकि सबैसँग त पैसा हुन नि त ट्र्याक्टरमा ल्याउने। फेरि जससँग हुन्छ त्यसले चाहिँ घर घरमा ट्र्याक्टर राखेको छ है। अनि अङ्कल तपाईँको घर चाहिँ कता हो नि? ताई भन्दा म चाहिँ अङ्कलदेखि दाइ हाम्रो यहाँ तपाईँ कहाँ दिनुहुन्छ अगाडि ठाउँमा? दुःख त मान्नु भएन नि हामी बसेको हुनाले। दाइ दुःख माने पैसा दियो भन न दाइ। ओइमा दुःख माने एक गिलास दुई गिलास भइहाल्छ होइन। सो अब यहाँनिरसम्म चाहिँ यत्तिकै ठिकै हो है। तिनीहरूले होइन हामी बसाएको रिसमा नै क्या हो त्यो। अनि फेरि यो गाइज यो टेम्पल चाहिँ मैले अस्ति देखाएको थिएँ नि त्यही टेम्पल हो। म के बाटोमा छु जहाँ भनिरहेको छु म चाहिँ उत्रै है किनकि यो सिधा जान्छ। म चाहिँ घुम्ने हो नि त।
हो तिनीहरू त के हो भने रोकिँदैन अहिले स्कुल लाग्यो होला छुट्टी आज छुट्टी हो मलाई चाहिँ गाइजहरू होइन एउटा कुराले चाहिँ लास्टै मन दुख्या छ होइन हामी यति राम्रोसित भिडियो बनाउँछौँ त्यति मेहनतले एडिट गर्नुपर्छ है त्यत्रो आफ्नो अमूल्य टाइम निकालेर गराउँछु तपाईँहरूले धेरै केही गर्नु पर्दैन के लाइक गर्ने हो कमेन्ट गर्ने हो अनि सक्नुहुन्छ भनेपछि फलो गर्ने हो के? फलो गर्ने हो कि टिकटकलाई फलो गर्ने हो कि तपाईँहरू त्यति पनि गरिदिनुहुन्न होइन तपाईँहरूले जस्तो रेस्पोन्स दिनुभयो नि सरी जस्तो तपाईँहरूले रिस्पोन्स दिने केटा हो रेस्पोन्स दिनुपर्ने थियो तर हुन के हामीलाई पनि लाग्छ कि यार हामीले भिडियो बनाउनु पर्छ अब स्टार्टिङ हो है अब कोही त स्टार्टिङबाट हाई लेभलमा जान्न पहिला लो लेभलबाट नि स्टार्ट हुन्छ अब त्यही ठाउँमा केटीहरूले चाक हल्लाएपछि तपाईँ तू समझा हाँ नहीं तू समझा नहीं टक्कै है हो यो कुरा चाहिँ लोजिकको कुरा हो क्या कुनै नै पनि केटीहरूको जुनसुकै भिडियो पनि किन्नुहोस् अगर मेरै कुरा किन नगर्यो भने म त्यो केटीलाई लाइक दिन्छु के अरू छोडिदिनु तपाईँहरू तर यो चाहिँ गलत हो है जो स्टार्टिङबाट लो लेभलबाट स्टार्ट गर्दैछ भनेपछि सपोर्ट गर्नुपर्ने हो तर त्यस्तो रेस्पोन्स चाहिँ कसैको छैन क्या तर पनि म खुसी छु जतिले मलाई सपोर्ट गर्छ त्यतिलाई चाहिँ धन्यवाद दिन चाहन्छु एक दिन चाहिँ मकै चोर्न आउनुपर्छ गफ तरिकाले Hello guys, welcome to new vlog. उठा ले रे देवा उठा ले रे बाबा It's fucking man. क्या न्यू क्या गाइस कमेडी गर्ने हो नि त भाइ कमेडी गर्ने हो नि त हो कि नै मामा यस्तै छ है जिन्दगानीको रहर चाहिँ जतिसम्म साथीहरू हुन्छ त्यतिसम्म इन्टरटेनमेन्ट हुन्छ गाइज है ए भाइ त्यो हात So guys, ओए मामा यो खान्छ न खान्छन् होला त्यो मर्छन् भगवानको सो गाइज आजको चाहिँ है हामी चाहिँ नास्ता गर्न आएको आजको अम्बानी चाहिँ म होइन म पित्तम भन्ने दाइ हो मेरो मुखबाट त पानी आइसक्यो तर तो गाइज होइन मेरो लभ स्टोरी चाहिँ यही स्कुलबाट सुरु भयो ऊ त्यो रुममा खतम भयो जो माथिको देखिरहनु भएको छ नि त्यो रुमबाट खतम भयो र ऊ त्यो तलको रुमबाट चाहिँ स्टार्ट भयो गाइज ऊ चाहिँ मभन्दा कम ब्याचको थियो त्यसैले अस्ति म देखाउन आएको थिएँ नि सबैजना यो स्कुलमा पढेको हुन् भान्जा मात्र पढेनन् होला सायद यहाँनिरको चाहिँ सबजना यो स्कुलमा म पढाएँ भने म तम्रेमा मात्र पढाएँ हो किनकि उसले सानैमा छोड्यो नि त म मेहनती थियो म काम गरेर एकदम मेरो घर फ्यामिलीलाई सम्हाल्छु भन्ने म सोचेको थिएँ बाँकी त सबै यस्तै हुन् स्कुल जाने केटी पठाउने ह्याङठ्याङमा आएका लौडा लौसन सब खतम आई लाइक इट हामी त होइन अब पहिल्यैदेखि आफ्नो दुःख बुझेर काम गर्न सिकेँ त्यही भएर अहिले यिनीहरूलाई चाउमिन खान लैजान लाग्यो अनि त्यसैले मेहनत गरेर चाउमिन खाएको हेर्नुपर्छ गाइज है मस्त चाउमिन यस्तो खान्छु आज पिरो पानी आ गयो मुख से धेरै खर्च चाहिँ तिमी चाहिँ कहिले जाने हुन् धनगढी कहिले जाने हुन् गाइज कहिले गयो हिजो यो सिजनमा आम के मलाई भनेर नि एक्लै गयो यार आमको सिजन हो नि त त्यसैले यो आम कस्तो अजिबको आम छ के म हालिदिन्छु होला त्यो काम त्यो जिनिसमा काम गर्न सक्छु जमिन चाहिँ धनगढी फिलहाल केटाहरूमा आम रुचाउने भनेको बढी जस्तो चाहिँ म है काँचो काम गर्न यति नहुने ए भाइ 1 घन्टामा रेस्ट दिन्छ थाहा कि नै खाने हो तिमीहरू जस्तै त ओइ खाने हो खाना पनि कहिले दाल कम हुँदैन राम्रो पुग्दैन यार कस्तो अब एडभान्स लिँदै चाउमिन खाउँला दाँत टर्रो त्यस्तो गरेर हामीले त चिकन चाउमिन फ्राई हाल्यो यिनीहरूलाई चढा झाडाको दिदीमा जल्छ आज काम बानीलाई मजाक है अम्बानी नगरे यो मुलु त्यो हाल्दिँदा थाहा कि नै अम्बानी अम्बानी मेरो अस्ति भनेको थियो त्यही पाकेन फेरि यहाँ चारजनाले फेसबुक हाले कमेडीवाला जस्तो रफ भए पनि नछोड्यो तेरो त हाल्ने हो तैँले अघि गाली गरेको तर गाइस ऊ त्यसले मलाई हेरिरहेको छ नि देखाइदिएछ मा फेरि म त रिपोस्ट हान्दिनँ कहाँ जाने हो चटपट खाने र पहिला के खाने चाउमिन कहाँ जाने त्यो पानीपुरी ओइ पानीपुरी सो गाइज है चाउमिन चाहिँ आइसकेको छ हाम्रो ल
सो गाइस यो खाएर म एकछिनपछि हग्ने आउँ लौ भान्जा सिरिला पनि पाइसक्यो है। अब मेरो पनि आउँदैछ गाइज। ओहो वाट हेर गाइज कस्तो दामी छ। मलाई गोबी काट्दिनु न मलाई पनि हेर्दै गाइज यस्तो मासु देखेर झोल चाहिँ दामी छ है, मिठो। खाना आउनु मध्यस्थी सफल छ यस्तै सो गाइज सबैको हालत हेर यसको नि समोसा ओए। मात्र होइन समोसा कस्तो फिल भयो अरे गाइज। ओए अरे सरी भान्जा कस्तो फिल भइरहेछ? ओए कस्तो फिल भयो खाएर? एकछिन पछि सायद समीर भन्ने जन्तु है बहुत गाली गर्छ। आहा अब समोसा खाने गाइज। भ्लग भन्ने बित्तिकै त खाँदा भ्लग भन्ने आउँछ ओरिजिनल भुल हिरो अब ल सबैको हातमा गाइज हेर्न सक्नुहुन्छ। अरे यो त कति कालो देखियो। मलाई योभन्दा टमाटर सस होइन दाइ टमाटर सस हाल्दिनु तातो भएन गाइज अरू रमाइलो लाग्थ्यो। सो गाइज है हामी चाहिँ नास्ता खाएर गइसक्यौँ। मेरो पेट त फुल। मलाई चाउमिनको त्यो झोल छ नि झोल चाहिँ मलाई मन परेन है। अब किन भन्दाखेरि किन मन पर्यो भन्दै भाइ सही सही बोल अब त्यहाँनिर अब के भनौँ भनेर हो त्यसैले त तिमीहरूलाई सोधेँ हौ भाइ सबैलाई भने हौ कोही केही बोलेनन्। मलाई चाहिँ अरे यार मैले फर्स्ट टाइम खाएको यसले भनेर हो त्यहाँ नत्र हामीले अस्ति खाएको थिएँ कस्तो दामी बनाएको थिएँ मैले त्यो खुर्सानी चटपट खानु छ भने नि मिर्ची सुन्यौ कि नै? मलाई चाहिँ ओए झोल एकदमै बकवास लाग्यो तर दामी छ है। पेट चाहिँ भर्यो तर गाइस एक नम्बर जो अब उसको चाहिँ त्यो मान्छे यहीँ भेटेपछि त कति रमाइलो लाग्छ यार उसको चाहिँ अब कपाल कालो हुनेवाला छ। ओ टङ्के सो गाइस है सबै काम सकेर हामी चाहिँ गइसक्यो। ए भए यार आज चाहिँ उसले कपाल कालो गर्यो है किनकि अहिले राम्रो बहुत राम्रो ढाडेर भन्यो कपाल कालो कसले भन्यो वाउ उसले चाहिँ गर्लफ्रेन्डको लागि है कपाल कालो गरिदियो अरे के भयो त? सोध्नु जाइज छ। सो अब चाहिँ हामी यो स्कुलको बारेमा मैले तपाईँहरूलाई भनेकै थिएँ। आज चाहिँ म भिडियो बनाउनु जान लागेको अनि आजको चाहिँ भ्लग मेरो यति नै है। हजुरले धेरै सपोर्ट गर्नु होला। ल त हस् त बाई बाई।